देउरालीबाट लगभग 2.5-3 घन्टा उकालो चढेपछि देखिने दृश्य हो यो। यस्तो मनोरम प्राकृतिक सौन्दर्य देखेपछि त्यो 3 घन्टाको थकान, त्यो 3 घन्टाको दुःख सजिलै बिर्सिन सकिन्छ। मुनि हेर्नुहोस् पुरै बादलले ढाकिएको छ। यस्तो लाग्छ अहिले म संसारकै अग्लो स्थानमा छु। यहाँबाट नि पुरा देख्नुहुन्छ, मुनि पुरै बादल देखिन्छ। ढाडामा गएर होला हावा एकदम लागिरहेको छ। Ti piace questo posto? Bellissimo, la vista impagabile, è qualcosa di unico, faticosissimo però. Grazie. मलाई एकदम परेको छ। यहाँबाट धवलागिरी देख्न सक्नुहुन्छ, तर धवलागिरी बादलले ढाकेको छ। घोडे पानी तल रहेको छ। घोडे पानी यहाँ मैले औँलाले देखाएको स्थानीय घोडे पानी हो। आजको यात्रा हाम्रो त्यहाँबाट सुरुवात भएको थियो भने त्यहाँबाट हामी टाढा त्यही टाढा चढेर माथि देउराली पास गएर देउराली पासबाट झरेर देउरालीमा लन्च खाना खाएर त्यहाँबाट फेरि टाढा उकालो झर्दै तल माथि गर्दै यहाँ आइपुगेका छौँ। यस्तै रमाइलो र यस्तै ब्युटिफुल मनोरम दृश्यको अवलोकन मेरो साथमा गर्न चाहनुहुन्छ भने कृपया मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला र बेल आइकन क्लिक गरिदिनु होला। नयाँ भिडियोको साथमा म आउनेछु। देउरालीमा लन्चपछि बाटोको लागि प्रस्थान गरेका छौँ। No, aspettiamo il nostro gran capo. Secondo gran capo. Secondo, no, se c'era Jeep ti fermavi qua sicuro. Magari un pensierino. Però c'è cavallo, eh. Ah, c'è cavallo. Andiamo se non ci sono. Non avevo visto questi giorni perché sono non è stagione. Piano, senza fare corsa. Viewpoint. Perché dopo mangiato è ideale? Dico dopo mangiato questo è proprio ideale. Per digerire, no? After lunch, the first upstairs. Lunch poccico. Molto pericolosa con tutti questi gradini. Ok, immagina attenzione che vai all'indietro qua, Mamma mia.
Una miseria. Questo più per l'altro non andiamo noi. Facciamo una globo pianta. Ma a volte sai che è meglio. Anche prima io non l'ho voluto fare, invece questo l'avevi fatto e mi sono andato a finire. Non so che fare che tu lì giù, eh? Io la faccio così. Così. Mi sono evitato di fare, qui bisogna farla con la testa. Con la testa, non è la corsa. È la testa. Tu sei arrivato in qua? Sì. Ti punti bene le bacchette. Mamma mia, com'è? Piano piano. डाँडै डाँडाको बिच बाटोबाट हिँडिरहेको छौँ। के अरे टेस्ट इज गड भन्छ नि, सहयोग त गर्नै पर्यो। यहाँ ट्रायल भनेको यता पनि भिर, यता पनि भिर र डाँडाको बिचबाट हिँड्ने पदयात्रा छ। यस ट्रायलमा चाहिँ स्प्रिङमा भन्दा अझ बढी रमाइलो राम्रो देख्छ यहाँको भ्यू, किनकि लालीगुराँस लटरम्म छ। लालीगुराँसको Loro hanno detto che oggi l'hanno trovato piuttosto pieni. पनि भिर, पनि भिर। Cuma ट्रायल Siamo, ci stai facendo. Che ci dici? Hanno tutti giù sulla colonna. देउरालीमा खाना खाइसकेपछि त्यो बाटोतिर लाग्यो। त्यो बाटो जाने बाटो घोडेपानीबाट देउराली आइपुग्नुभन्दा देउरालीबाट त्यो बाटो जाने बाटो अलि अप्ठ्यारो, अलि लामो छ।
Scusa. Prego. बाटो चाहिँ टाढै टाढाको के भयो बाटो यस्तो छ भिरको बाटो अहिले हामी देउरालीबाट त्यो बाटो जाने क्रममा यहाँ भिरको बाटो हिँड्दैछौँ Com'è la strada lì? Tutta salita? अब केही समय हामी यस्तै बाटो हिँड्छौँ भिरको बाटो पछि ठाडै ओह्रालो यस्तो छ यसपछि फेरि ठाडै उकालो छ Io te la pista. Perché magari se andiamo con qualcuno ti dice questi passaggi qua come devi fare, come fare vedere. Noi lo facciamo fare da te. Mi vedesse lui dice ma non scherzare a farlo così, prima ti fai male, secondo L'importante è non cadere. noi invece pensiamo a buttarci per terra se scivoli.
ci dobbiamo arrampicare. यहाँ देख्न सक्नुहुन्छ भिरको बाटो Sentiero che non c'è più. Mamma mia. Speriamo di farcela. Fammi Piano un piano. attimo di... Ma qua forse le bacchette, non lo so, forse lo faccio anche io. Però. Amo le bacchette, amo. No, no, perché tanto non le puoi conquistare. Non le puoi conquistare. Amo, stai verso destra. No, ti aiuta meglio così. 10? Sì, sì, io sto andando. Sto andando. No, io vado con le bacchette. Dai Rita, dai. Nell'angolo lì, sai? बाटो चाहिँ केही अप्ठ्यारो छ यहाँ बर्खामा चाहिँ यो बाटो हिँड्नलाई अलि धेरै रिक्स हुन्छ Ciao. Mamma mia. घोडेपानीबाट दो बाटो जाने यो ट्रायल चाहिँ अलिकति अनयुजुअल ट्रायल हो त्यसैले यदि यहाँहरूले यो ट्रायल युज गर्नुभयो भने चाहिँ यदि कन्फ्युजन भयो भने यो सिम्बोललाई याद गर्नु होला सेतो र निलो यो चाहिँ ट्रायलको सिम्बोल हो अन्नपूर्ण रिजनको यहाँ रुखहरुमा यो सिम्बोललाई पछ्याउँदै जानुभयो भने सही बाटो पछ्याउनु हुनेछ सही बाटो धौलागिरी बादलले छेकेको अवस्था छ र यो हामी यहाँको बाटो हामी जाने बाटो हामी जानुपर्ने बाटो देउरालीबाट त्यो बाटोसम्म जाने यो बाटो चाहिँ 90% उकालो हो उकालो चढ्नुपर्छ बाँकी 10% मात्रै ओह्रालो पर्छ यहाँबाट नन स्टप उकालो चढिसकेपछि हामी लगभग मूल्डे भ्यू पोइन्ट नजिकको डाँडामा पुग्छौं र त्यो डाँडाबाट भ्यू पोइन्टको बाटो छोडेर तलतिर झर्छौं लगभग 20 मिनेट जस्तो तल ओर्लिनु पर्छ त्यो बाटो पुग्नको लागि हाम्रो यात्रा जारी छ Cosa c'è?
riesci a battere tutti i sedi, poi tra sederti e alzarti ti stanchi già. Scusa. Passa, passa. Grazie. Tocchiamoci lì. यदि हिँड्ने बानी छैन भने म के सल्लाह दिन्छु भने देउरालीबाट त्यो बाटो को यात्रा पदयात्रा नगरे पनि हुन्छ, किनभने लगभग यो उकालो यस्तै उकालो नन स्टप मिनिमम 3.5 घन्टा जति लाग्ने उकालो छ। यस्तै सुरुदेखि अन्तिम आधी घन्टा अगाडिसम्म मुल्डे भ्यूको डाँडा नपुगेसम्म यत्तिकै यस्तै उकालो नन स्टप चढ्नुपर्छ। C'è ancora sto gradino qua che brutterei. Poi qui c'è un tratto piano in salita, ma Bravi zia, bravi. Siamo quasi arrivati. Sì, per prima collina Prima collina. da qui 15 minuti. आज बिहान घोडे पानी यहाँबाट देखेको तलको बादलले ढाकिएको ठाउँ भए पानीबाट यो डाँडा हुँदै तल देउराली झरेर खाना खाएर खानापछि फेरि एक डाँडाबाट तल ओर्लेर फेरि डाँडा उकालो चढेर यो उकालो साइडतिरबाट निस्केर यो तल देखेको बाटोबाट यो उकालो चढेर फाइनल्ली हामी त्यो बाटो जानको लागि त्यो बाटो पुग्नको लागि पहिलो डाँडामा आइपुगेका छौँ। पहिलो डाँडा बिहान लगभग 9 बजे हामीले पदयात्रा सुरु गरेको आजको, र अहिले बेलुकीको 4 बजेको छ। र लन्च प्लेसमा हामी त्यस्तै 1 घन्टा जस्तो ब्रेक भयो होला लन्च प्लेसमा। हेर्दै सक्नुहुन्छ अहिले हामी बादल मुनि राम्रो डाँडाकाँडा हरियो जङ्गल देख्न सक्नुहुन्छ यहाँबाट, र साथै अन्नपूर्ण साउथ, अन्नपूर्ण फाङ र अन्नपूर्ण फर्स्ट
यहाँबाट ब्युटिफुल भ्यू देख्छ। यो हिमाल चाहिँ भोलि हामीले विशेष गरी मुल्टे भ्यू पोइन्टबाट बेटर देख्छ। यहाँबाट हो डाँडामा देखाएको छ पुनिल पर। यो मैले मेरो हातले देखाएको यो मुनि बादलले घेरिएको ठाउँ घोडे पानी र आजको हाम्रो यात्रा यही जङ्गलको डाँडाबाट तलमाथि हुँदै घुम्दै फिर्दै तल झरेर फेरि उकालो चढेर तल झरेर फेरि तलबाट उकालो चढेर यहाँ आइपुगेको। यहाँ तल बाटो देख्न सक्नुहुन्छ ट्रेकिङ ट्रायल र फाइनल्ली हामी पहिलो डाँडामा आइपुगेका छौँ त्यो बाटो पुग्नको लागि। आजको दिन मोटिभेट के भनौँ, धेरै सजिलो पनि होइन धेरै गाह्रो पनि होइन, ठिकठाकै भयो। तर यदि जीवनमा पहिलोपटक ट्रेकिङ गर्दै हुनुहुन्छ भने म यता घोडेपानीबाटै त्यो बाटो चाहिँ नआउने सल्लाह दिन्छु। किनभने धेरै उकालो र थोरै ओह्रालो पर्छ। 90% उकालो, बाँकी 10% ओह्रालो। लगभग हामी मुल्टे भ्यू पोइन्ट निर पुग्नु लाग्यो र यो तल देउरालीदेखि त्यो बाटो आउँदा माथि पहिलो डाँडाबाट देखिने हिमालको दृश्य, अन्नपूर्ण साउथ, हेमचुली, माछा पुछ्रे, तल हेर्नुहोस् पुरै बादल छ। हामी एबभ द क्लाउड, बादलभन्दा हामी माथि छौँ, माथिल्लो डाँडामा छौँ। माथि त छैनौँ, माथिल्लो डाँडामा छौँ। Cos'è l'Anna? Sì. È tutta l'Anna. Pensa te. यहाँबाट लगभग धौलागिरी पनि राम्रो देखिन्छ, तर धौलागिरी चाहिँ हल्का बादलले ढाकेको अवस्था छ अहिले। यहाँ भुइँमा हेर्नुहोस्, यसरी खान त नहुने हो, काम पाक्ने चिज। हावा लागिरहेछ, एकदम चिसो हावा, डाँडामा भएर होला। आजको दिन पनि लगभग सकियो अब। Hanno tosato le... Vado? हामी अहिले बादलभन्दा पनि माथि छौँ। अब दोबाटी पुग्नको लागि यो अन्तिम उकालो हो आजको। सूर्यास्त पनि हुन लागिसक्यो। हामी केही हदसम्म थाकेको अवस्था हो। म भन्दा नि म त के थाक्नु,
गेस्ट चाहिँ थाक्यो अरे। अब थाक्नु पनि स्वाभाविकै हो। लगभग 5:45 बजेको छ र आजको लागि घोडेपानी दोबाटो ट्रेकिङ सकिन लागेको छ। यहाँबाट लगभग अब 20-25 मिनट जस्तोमा हामी दोबाटो पुग्छौँ हाम्रो आजको क्याम्प। अहिलेसम्म धैर्यताका साथ पुरा रूपमा यस भिडियो हेर्नुभएकोमा यहाँहरूलाई हृदयदेखि धेरै धेरै धन्यवाद। र फेरि पनि यस्तै भिडियोहरू बनाउने कोसिस गर्दछु, अझ राम्रो बनाउने कोसिस गर्दछु। अहिले